लुसादेखिको मौसमको हामी चाहिँ अहिले अघि खोलाको बाटोमा हिँडिरहेको छौँ। सरकारहरूमा बसेर अब एकछिन गफगाफ गर्दै हिँड्दैछौँ। खसालाको धारामा यो पासैले बनाएको धारामा पानी खाँदै बसिरह यता चाहिँ मामा खान लागिरहेछन्। यो धारा चाहिँ पासैले बनाएको रहेछ। यो ढुङ्गाको कति राम्रो राम्रो चाहिँ अति राम्रो। हामी चाहिँ यताको यो गरम पानी रहेछ ठन्डा यो पानी चाहिँ हिँड्न लागेर छौँ। एकछिन बसेर आराम गरेर त्यसपछि हामी हिँड्न लागेको छौँ। अँधेर खोलाको बाटो यो बाटोमा हिँड्नु परेर आएको छ हामीले। यताबाट सेकसेक गर्दै कुमलगाउँ पुग्दै हामी कुमलगाउँसम्मको यात्रा। यो अँधेर चाहिँ यो अँधेर खोलो हेर्नु न अँधेर खोलो खै हेर्नु त कसरी पुग्ने हो भन्दै मामा पछाडि हुनुहुन्छ। हाम्रो मामा यता हिँडिरह हुनुहुन्छ। म चाहिँ भिडियो बनाउँदै उस पछाडि हिँडिरह हो। भरतसम्मको यात्रा भनेर हिँडिरह हो। हामी अहिले चाहिँ अँधेर खोलाको बाटोमा छौँ। चाहिँ त्यो हुन रहेछ उताको चाहिँ त्यो जुन गरेको त्यो रहेछ उताको चाहिँ नानी रहेछ के भन्ने रहेछ होइन। अनि हामी अहिले बाटो ठाउँबाट उसँग हिँड्दैछौँ। उता त्यो बाटो देखिरहेछ जुन गरेको त्यो बाटोमा हिँडिरहेको बडाको हिँडिरहेछ। उताको त्यो लालुको दृश्य लालु रहेछ। उताको चाहिँ अर्को रहेछ। यता साइड चाहिँ त्यो